हेलो एभ्रिवान। आजको मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। अनि मेरो नानीहरूलाई चाहिँ म बिहान अलिक छिटो उठाएर रेडी गर्नको लागि पनि स्कुल जानुपर्छ नि त, त्यही भएर नि उठाउँदैछु कि गाइज। अनि मेरो नानी चाहिँ अलिकति भाउ खाए जस्तो गरेर हजुरहरूलाई हेलो भनिरहेको छ। हजुरहरू नै हेलो भनिदिनुहोस् ल। अनि म चाहिँ यता किचनमा गएर आज मैले के गर्छु र म कता जान्छु भनेर म हजुरहरूलाई देखाउँछु भनेर। अनि यो चाहिँ आज म हजुरहरू चाहिँ यसलाई के भन्नुहुन्छ, हाम्रोतिर चाहिँ हामीहरू चाहिँ डौँडे भन्छौँ यसलाई चाहिँ, मोटो डौँडे भनेर हामीले चाहिँ भन्छौँ। हजुरहरू चाहिँ के भन्नुहुन्छ भन्नुहोस् ल। अनि यो चाहिँ पखाल्दा पखाल्दा यति धेरै फोहोर आउँदो रहेछ कि गाइज, यसमा चाहिँ त्यो के अरे झुस टाइपको हुँदो रहेछ कि। अनि सफा गर्दा गर्दा यति धेरै आयो। अनि मैले सफा गरेर यसलाई साइडमा राखेँ। अनि यसको लागि चाहिँ मैले प्याज टमाटरहरू काटेर रेडी गर्छु भनेर लगाएको कि। अनि मेरो यो चक्कु चाहिँ गाइज कति लाग्दैन खै के भएको। अनि एकछिन गएर फेरि यसो घोटेर ल्याउँछु भनेर गएर घोटेर ल्याएँ कि गाइज यसले चक्कुलाई चाहिँ मैले। अनि अब चाहिँ म टमाटरहरू मसिनो मसिनो गरेर टमाटरहरू अनि प्याज पनि काटेर रेडी बनाउँछु भनेर रेडी बनाएँ। त्यसपछि अनि मैले चाहिँ यता यो डौँडे पनि अलिकति भाँचेर राखेँ। अनि यतातिर चाहिँ यो सबै रेडी गराएर अनि त्यसपछि अनि मैले साइडमा राखेँ यसलाई चाहिँ। अनि फेरि मैले चाहिँ यतातिर यो मसला के गाइज म चाहिँ अनि कहिलेकाहीँ मलाई हतार परेको हुन्छ नि त, छिटो चाहिएको बेला चाहिँ मैले चाहिँ यसरी सबै सामान हालेर अनि अलिकति यसमा पानी चाहिँ एड गरेर अनि यसलाई चाहिँ घोलेर अनि यसो मिक्स गरेर मसला बनाउने गरे हुन्छु कि म चाहिँ। अनि हजुरहरू चाहिँ कसरी बनाउनुहुन्छ हतारको बेलामा? म चाहिँ यसरी बनाउँछु। अनि यसलाई चाहिँ डौँडेलाई चाहिँ मैले भाँचेर अनि यसलाई चाहिँ मैले कुटेको कि गाइज। यसलाई कुट्दाखेरि चाहिँ अलिकति कुट्यो भने मसिनो मसिनो हुन्छ नि त, अनि चाहिँ मजाले मसला मिक्स हुन्छ कि यसमा चाहिँ। अनि त्यसपछि चाहिँ मिठो हुन्छ भनेर मैले यसरी बनाएँ। अनि यतातिर ग्यास चालु गरेर कराही राखेर चाहिँ अलिकति तेल हालेर यसलाई चाहिँ तताउन बसालिदिएँ। अनि मैले यता चाहिँ सबै रेडी गरेँ। अनि यसलाई लसुनलाई चाहिँ अलिकति कुट्न पनि पर्ने थियो कि। अनि यसो अलिकति थिचे जस्तो गरेर उसलाई चाहिँ राखेँ। अनि यतातिर चाहिँ मैले यो चाहिँ डौँडेलाई चाहिँ अलिकति कुटेको चाहिँ यस्तो भयो क्या गाइज। यस्तो भएपछि अनि अब यसलाई चाहिँ पकाउँदाखेरि अलिक मिठो हुन्छ कि भनेर चाहिँ म यसरी बनाउँछु। अनि हजुरहरू कसरी बनाउनुहुन्छ भन्नुहोस् ल। अनि मैले चाहिँ यसमा सुको खुर्सानीलाई चाहिँ अलिकति फ्राई गरेँ। अनि त्यसपछि यसलाई चाहिँ अलिक कालो कालो हुन थाल्यो। अनि त्यसपछि मैले चाहिँ लसुन फ्राई गरेँ। अनि लसुनलाई चाहिँ ब्राउन ब्राउन बनाएर अनि मैले चाहिँ यसमा प्याजहरू फ्राई गरेँ। अनि त्यसपछि अलिकति फ्राई भएपछि चाहिँ मैले यसमा मसलाहरू पनि एड गरिदिएँ। अनि मसला चाहिँ राम्रोसँग फ्राई भयो। त्यसपछि मैले यतातिर यो कुटेको डौँडेलाई चाहिँ अब यसमा म एड गर्छु। अनि यसमा चाहिँ यो चाहिँ डौँडेलाई चाहिँ यता एड गरिसकेपछि अनि त्यसपछि मैले यसलाई चाहिँ मजाले म्यास गर्छु, चलाउँछु। अनि त्यसपछि अनि राम्रोसँग चलाइसकेपछि एकछिन चाहिँ चलाउनुपर्छ गाइज। एकछिन नचलाउँदा त फेरि अलि राम्रो हुन्न। अनि एकछिन चलाएर मस्तसँग फ्राई गरेर अनि फ्राई गरिसकेपछि अनि त्यसपछि अनि मैले यसमा चाहिँ नुन हाल्न बिर्सेछु। अनि अलिकति नुन स्वादअनुसार नुन चाहिँ हाल्नुपर्छ भनेर नुन चाहिँ हालेर अलिकति म्यास गरेँ। अनि मिक्स गरिसकेपछि चाहिँ अब म एउटा प्लेट लगेर यसलाई चाहिँ मजाले ढाकिदिन्छु। अनि ढाकिसकेपछि चाहिँ मैले चाहिँ अनि ग्यासलाई चाहिँ अलिकति सानो बनाएर छोडिदिन्छु कि। अनि यता टमाटर पनि काटेको छु, यसलाई चाहिँ लास्टमा हाल्छु। अनि यता फेरि मैले नानीहरूको ड्रेस चाहिँ आइरन गर्नु बाँकी छ कि गाइज, आइरन गर्नुपर्ने थियो। अनि नानीहरूलाई चाहिँ स्कुल पठाउनु पर्ने छ नि त। अनि मैले यता आइरन गर्न थालेँ। अनि यो सर्टहरू चाहिँ अलि बेसरी आइरन गर्नुपर्छ कि, नभए भने मेरो नानीहरूले कति खुम्च्याएर कस्तो बनाइराखेको हुन्छ कि। तर मेरो नानीहरू चाहिँ ज्ञानी छ, उनीहरू आफै ड्रेस लगाएर रेडी चाहिँ हुन्छ कि। अनि आइरन लगाएर मैले चाहिँ साइडमा राखिदिन्छु। अनि ल म उता काम गर्दै राख्छु, तिमीलाई चाहिँ ड्रेस लगाएर बस है भनेपछि उनीहरूले चाहिँ ड्रेस लगाएर रेडी भएर बसिरहेको हुन्छ कि गाइज। त्यसपछि उनीहरू चाहिँ रेडी भइसक्छन्। अनि म चाहिँ उता गएर आफ्नो काम भ्याएर आउँछु। अनि यता नानीले चाहिँ ड्रेस लगाउन सक्छ मेरो नानीले, तर कपाल चाहिँ कोर्न सक्दैन। ऊ चाहिँ अलिक सानो छ नि त। अनि त्यही भएर उसले चाहिँ मेरो 2टा चुल्ठी चाहियो मलाई भनेर भनिरहेको छ। अनि मैले चाहिँ ल 2टा चुल्ठी बाटिदिन्छु नि त भनेर 2टा चुल्ठी बाटेर रेडी गराइदिएँ। अनि मेरो नानी चाहिँ गाइज अलिक अप्ठ्यारो टाइपको छ कि, उसलाई चाहिँ गाजल लगाएको मन पर्दैन अरे के। अनि हजुरहरूको नानी चाहिँ कस्तो छ? तर मेरो नानीलाई चाहिँ उसलाई चाहिँ टिका मात्रै लगाइदिने भन्छ क्या गाजलको। मलाई चाहिँ बेसरी गाजल लगाएको चाहिँ बेसरी मनपर्छ। अनि मैले चाहिँ गाजल लगाइदिन्छु भन्छु, मेरो नानीले चाहिँ होइन होइन भन्दै गनगन गरिरहेछ ऊ चाहिँ फेरि।
मैले चाहिँ त्यही पनि लगाइदिएँ। अनि यता मेरो तरकारी डढ्यो भन्दै म हेर्न आएको, यता तरकारी पनि पाकेर रेडी भयो। अनि मैले नानीहरूलाई ढिलो खाना चाहिँ पस्केँ मैले। अनि नानीहरूले चाहिँ टक्क पारेर उनीहरूले पनि खाना लए। खाना चाहिँ मैले पनि खान्छु भनेर खाएको, यति मिठो भएको के गाइज आज चाहिँ। अनि हामी चाहिँ रेडी भएर निस्क्यौँ आमा छोरी भएर। अनि म चाहिँ आज कहाँ जाने भनेको थिएँ नि त, म आज अफिस जाने भनेर निस्केको गाइज। अनि हामी चाहिँ मेरो नानीहरूलाई पनि स्कुल पुर्याउन थियो, अनि म पनि त्यतैबाट जान्छु नि त भनेर म पनि सँगै गएँ नानीहरूसँग। आजलाई यति नै, बाई बाई।